यो चाहिँ नारायणघाटदेखि माथिको रिसोर्ट हो हैन, दुईटा डाँडाको बिचमा छ। तर दामी छ घुम्ने ठाउँ चाहिँ, हरियाली, चिसो ठाउँ, स्विमिङहरू खेल्ने ठाउँ पनि छ। अनि तल खोला छ, यहाँ पार्किङहरू पनि छ। यो रिसोर्टको नाम चाहिँ बिर्स्यो है, म आफै गएको ठाउँ। स्विमिङहरू पनि छ, पिकनिक खाने ठाउँ छ, राम्रो छ। यो ठाउँको नाम थाहा हुनेहरूले भन्नु है, म त बिर्सेछु। सुनसान छ, एकान्त, आनन्द आउँछ हो यहाँनिर जाँदाखेरि चाहिँ। जस भिजिट गर्नु है, को कोलाई चिन्नुहुन्छ यहाँनिर।